फाइनली गाइजहरु ट्युसन सकेर चाहिँ अब चाहिँ घर जाने दिन पनि आइसक्यो। अब भोलि आइतबार चाहिँ म घर जान लाग्छु हैन। आज यसो यो चाहिँ हजुरको यता ग्राउन्ड के यो ग्राउन्डको नाम ट्याक्कै मैले बिर्सेको भरतपुर ग्राउन्ड के यार भरतपुर ग्राउन्ड हैन। आज यसो लास्ट दिन चाहिँ दाइसँग आएको थिएँ। दाइ चाहिँ पर बस्नु भयो, म चाहिँ यतिकै भ्लग बनाउँदै हिँडेको के पारी चाहिँ आज चाहिँ शनिबार भएर होला। पहिला त गेम चाहिँ खेल्दिनन् धेरैको, अब पर्सि आउनु लाग्यो नि त। पर्सि आएर पनि धेरैले गेम खेल्दिनन् नि। अब ठुला दाइहरू चाहिँ अब बाहिर चाहिँ अब गेम खेल्नु भयो, अब भलिबल खेलिरहनु भयो होइन। म चाहिँ यत्तिकै भनेर आएको कि उता चाहिँ उतापट्टि चाहिँ भाइहरूले चाहिँ म चाहिँ यतै हो। अब परीक्षा पनि नजिक आइसक्यो होइन। के धेरै भ्लग बनाउने पाइन्न। अब यस्तो हुन्छ नि त, धेरै भ्लग मात्रै बनाइरहने, भ्लगमा मात्रै त्यो गरिरहने। अब पढाइतिर पनि त अलिकति फोकस गर्नु पऱ्यो नि होइन। पढाइतिर फोकस नगर्ने कामै छैन कि 10 पास त अनिवार्य गर्नुपर्छ होइन। हजुरले अब जे चिजमा चाहिने भनेको या C+ +2 12 क्लासको अब सर्टिफिकेट चाहिन्छ कि केही जाहिर खानलाई पनि होइन। त्यही भएर चाहिँ अब हजुरको चाहिँ चाहिन्छ त्यस्तै हो होइन। मैले चाहिँ घर जान लाग्छु। लास्ट आज घुराइको बसाइ पनि सकिसक्यो भनौँ। अब उता घर चाहिँ पर्छ दिने हुन्छ, उतैतिर बस्ने हुन्छ सायद। अब यता आउँछु या आउनु मलाई पनि त आएन होइन। आएपछि चाहिँ अब यता धेरै साथीहरू छन् होइन। अब साथीहरूले त्यस्तै त साथीभाइ भन्ने त उता गएपछि यताका साथीहरू पनि बिर्सिने हुन्छ होला सायद। बिर्सिनु त के हुन्थ्यो, फोनमा कुराकानी हुन्छ। त्यस्तै हो यतातिर चाहिँ हाम्रो दाइ हुन्छ होइन। देख्नुभयो त्यस्तै हो साथी, त्यस्तै हो। मन रोइरहेछ के यार, घरै बजार छोडेर जानु लाएर के होइन। त्यस्तै त नि होइन। अब फेरि अर्कोचोटि आउँछु। 11-12 पढ्न चाहिँ आयो भने ठिकै छ, आएन भने उतै पऱ्यो भने ठिकै छ नि त। हो कि होइन भाइ? आयो भन। भाइहरू आएन होइन साइकल चलाउन। भाइ के छ, सन्चै आरामै छौ? कति हो यो उता भाइले देख्न सक्नुहुन्छ। यो यस्तो रफ्ता छ कि सब यो चाहिँ अब तिमा जान्छ क्या। त्यस्तै हो होइन। बच्चासँग रमाइलो पनि गर्नुपर्छ क्या। अब मेरो चाहिँ घाँटी दुखेर चाहिँ आवाज पनि खासै त्यो आएन, ब्लरमा होला होइन। त्यही त हो। अब गएपछि त सबलाई बिर्सिने हुन्छ। उता अब इक्जाम सकेपछि चाहिँ आउँछ एकचोटि चाहिँ जसरी भयो भने आउँछु कि घरबाट कराएर भयो भने ठिक छ। अहिलेलाई यति नै पछि बनाउँदै जाउँला नि। आजको यो चाहिँ 10 र 12 गतेसम्मको लागि यो चाहिँ लास्ट भ्लग हो होइन। योमा म एडिट क्याप्सन केही हाल्दिनँ कि, यत्तिकै हाल्छु। जे बोलेको छु यत्तिकै हाल्छु कि, म केही कट गर्दिनँ कि। म के बोलेको छु के बोलेको छैन मलाई नि राम्ररी थाहै छैन होइन। यत्तिकै हालिदिन्छु हेर्न चाहिने युट्युबमा हान्छ। युट्युब चाहिँ सुरज भ्लग्स 1X मा हेर्नु होला होइन। त्यहीमा आउँछ। योमा एडिट र क्याप्सन भन्ने चिजै छैन होइन। केही इफेक्ट केही लगाइदिँदा के। यो भ्लग बनाएको नि मेरो क्यामेरा र होइन, मेरो मोबाइलबाट होइन। दाइको मोबाइलबाट हो। क्यामेरा बवाल ल्याउने रहेछ कि यार। ल ठिक छ।